गाइस हामी चाहिँ अब राइड जानु लाग्यो होइन कहाँ जाने भन्ने कुरो थाहा छैन अब हेर्दैछ अब यहाँ हामी चाहिँ रानी बन्छौँ खालिसम्म अब यहाँबाट अब निस्किन्छौँ बिस्तारै कहाँ जाने थाहा छैन अब फिक्स गरेर निस्किन्छौँ है हामी चाहिँ जर्सिङ पौवा जानु भयो होइन अब रानी बनमा निस्किनु लाग्यो नजाने जाऊँ न उता हामी चाहिँ अब यहाँबाट निस्किनु लाग्यो है त जर्सिङ पौवा जाँदैछौँ होइन दुईजना रोशन र म अब भर्खर हो क्या प्लानिङ उता जाने भनेर भएको चाहिँ कहाँ जाने भन्ने कुरो थाहै थिएन भर्खर सल्लाह गरेर भर्खर निस्केको के ढिलो भयो त्यही त हाम्रो अब कहाँ जाने भन्ने प्लानिङ नै फिक्स थिएन नि त अहिलेसम्म भर्खर चाहिँ सल्लाह गरेर भर्खर चाहिँ ठाउँ हेरेर चाहिँ अब त्यहाँ जाउँ भनेर सल्लाह गरेर भर्खर निस्केको जोस् धेरै टाढा त छैन नि त नजिकै छ गयो छैन दुईजना एकचोटि गएको छैन म आज फर्स्ट टाइम हो दुईजनाकै त्यो ठाउँ चाहिँ अब यहाँ टक्क रानी बनबाट निस्किसक्यौँ हामी अब बाटोमा गएर पेट्रोल हाल्नुपर्ने हुन्छ जिरो लाइन छ होइन पेट्रोल हालेर अनि त्यसपछि जान्छौँ ल धेरै लामो बनाउँदिनँ भिडियो चाहिँ होइन छोटै बनाउँछु ल अहिले पछि भेटौँला है त बाटो चाहिँ कहाँ हो थाहा छैन अब गुगल म्यापमा हेर्नै पर्ने हुन्छ अनि चाबिलसम्म मात्र थाहा भयो क्या बाटो चाहिँ त्यहाँबाट उता चाहिँ कति पनि थाहा छैन अब हेर्दै जाउँला सजिलो छ नि ट्याक्क म्यापमा हेर्दै जाने हो हेरौँ अब कस्तो छ ठाउँ बाटो कस्तो छ सायद अफरोड त छैन जस्तो लाग्छ अलिअलि भयो भने त मजै हुन्छ झन् धन्न पानी चाहिँ आएन पानी आयो भने पनि अब हामीले रेनकोट सेनकोट चाहिँ केही पनि ल्याएनौँ क्या फेरि भिज्दिने हो पुरै पानीमा नि अब पानी आयो भने चाबेलको चोकबाट चाहिँ ठ्याक्क लेफ्ट जानुपर्ने हुन्छ होइन पानी आउला जस्तो हो क्या दिन चाहिँ उता पुरै कालै भएको छ क्या उतै माथितिर झन् अब यहाँबाट कति मिनट देखा ए ठिकै छ टाइम त जति भए पनि छ हामीसँग पुगिहाल्छ 1 घन्टा जान 1 घन्टा लाग्यो नि आउन 1 घन्टा 2 घन्टा भनेको जस टाइम त छ पानी चाहिँ नआइदियो हुन्थ्यो त्यही हो पानी आयो भने चाहिँ अलिकति गाह्रो पार्न सक्छ पानीमा भिज्नुपर्ने हुन्छ नि त हामी चाहिँ ट्याक्क अब बौद्ध आइपुग्नु लाग्यौँ है पानी चाहिँ आज फिक्स आउँछ होइन पानी चाहिँ डेन्जर गोच्छ जस्तो लागिरहेको आज नि पानी कति रेनकोट बोकेर हिँड्दै झ्याउ लाग्छ क्या अब रेनकोट बोकेर चलाउन नि अजिलो लाग्छ अनि पानी अघिसम्म त खै नआउला जस्तो दिन्थ्यो अहिले त पुरै कालै भइसकेको छ क्या अब जता जानु त्यतैपट्टि झन् पानी आउला जस्तो भइरहेको क्या यता पछाडिपट्टि त्यस्तो छैन झन् अगाडि नै अब पानी नै खोज्न गएको जस्तो भइरहेको क्या हामी चाहिँ के छैन यो सब दुःख मेहनत अब भन्नु त्यो कुरा पनि भिडियोको लागि नै गरे हो होइन अब भिडियो चाहिँ बनाउनै पर्ने हुन्छ एउटा भिडियो चाहिँ हप्तामा हाल्नै पर्ने हुन्छ के हाल्छु नै भन्ने सोचेको छु त्यही भएर नै यत्रो दुःख गरिरहेको छु अब मैले यति दुःख गरेपछि अलिकति साथ सपोर्ट चाहिँ दिनुपर्ने हुन्छ सबैजनाले त्यही हो ठ्याक्क हामी चाहिँ बौद्ध आइपुग्यौँ मैले चाहिँ अब अगाडि चाहिँ पुरै म्याप हेर्दै जानुपर्ने हुन्छ भने यो ल म बिस्तारै ल्याउँछु देख्दा चाहिँ सम्म जस्तो छ यो बाटै कस्तो खालको पिच हो यो खोइ यो चाहिँ ट्याक्क बौद्धको गेट है ठ्याक्कै ल नाइस छ नि फेरि होइन खुल्यो जाम खुल्यो रोकिदिउँ त म रोकिदिन्थेँ नि त फोटो हान्ने भनेको यो गाडीहरू कसरी रोक्छ क्या यार कस्तो मलाई साइला रोक्नु नि यार जानी झ्यामझ्याम रोक्छ क्या यो ट्राफिकहरूले नै यो भएन क्या यो गाडीहरूलाई चाहिँ के गर्दैन होइन बाइकहरूलाई चाहिँ विचार पठाउ गर्नुला मान्छेहरू भर्खर त्यहाँ मान्छे आएर 1 मिनट रोक्नु पाए हुँदैन आएर चिर गाडिदिन्छ क्या यो चाहिँ अलिकति भएन क्या बिचरा कति दुःख गरेर बल्ल पैसा कमाउनुला हुन्छ अलिअलि होइन 200-400 कमा हुन्छ अनि 1000-1500को चिज ल्याम्लुम काटिदिन्छ क्या बाइकहरूलाई चाहिँ लास्ट पेल्छ क्या अनि गाडीहरूलाई चाहिँ खासै केही गर्दैन खासै त्यति साह्रो चाहिँ बाइकलाई जस्तो चाहिँ गर्दैन क्या कता तलबाटै हो ए ठिक छ ल रोकाउँला नि गाडी छिरिहाल्छ यता ल बौद्धको के हो बौद्धभन्दा अलि अगाडि आएर यता माथि जानुपर्ने नगइकन सिधै ओह्रालोपट्टि जानुपर्छ होइन यहाँबाट अगाडि चाहिँ मलाई पनि बाटो म खासै हिँडेँ होइन त्यो अलिकति अगाडिसम्म गएको छु
नयाँ नयाँ बाटो भयो नि मजा हुन्छ हिँड्नुपर्छ नयाँ नयाँ जोरपाटी लेन क्रस गर्नु हुँदैन हामीले यहाँ होइन लेन यो सिधा लाइन भनेको हामीले क्रस गर्नु मिल्दैन क्या होइन त्यही भएर बरु यतापट्टि पेल्ने यस्तरी हाल्नुपर्ने हुन्छ क्या बिस्तारै खाइन्छ आज असिना पानी चाहिँ डेन्जरै खाइन्छ जस्तो लागिरहेको है मलाई उतै अगाडि नै कस्तो परेको क्या पानी झन् उतै गएको झन् डेन्जर पानी पर्छ यार आउँदै बाटोमा हामी चाहिँ बाटोमा पानीले गर्दाखेरि रोकेर बस्यौँ अब यहाँ चिया खाएर जानुपर्ने हुन्छ र म खेलबाट निस्किसक्यौँ होइन पानी आएर त्यहाँ एकछिन अब चिया खाएर बसेको थियौँ अब पानी त आइरहेको आउन त अब पानी आए पनि अब जानु पऱ्यो होइन अब कति बस्नु धेरै बेर बसेर काम छैन अब यहाँबाट आधा घन्टा जति टाइम छ पानी आए पनि हाम्रो राइड चाहिँ रोकिनेवाला छैन होइन मैले अघि नै पनि भनिसकेको छु पानी आओस् जेसुकै होस् हामीले अब गर्ने भनेपछि गर्ने जाने भनेपछि जाने नै हो ढुक्क इजी हो के हाम्रो अर्को राइडर पछाडि छ फेरि उसको फेरि पछाडि भ्लग बन्न होइन त्यो बनाइदिएको छ बाटो यार छेउमा बाटै यही ठिक छ मुला हामी जर्सिङ पौवा जान लाग्यो जर्सिङ पौवाको कटेर नि यता कता मिनी इलाम जाने ठाउँतिर पो आइएछ होइन यस्तो मिठो हिलो खाइयो होइन र अब चाहिँ यहाँ बाटो अप्रोड छ यहाँ जानुपर्ने हुन्छ बाटो चाहिँ ठिकै छ तर उसु लागिरहेछ होइन गुगल म्यापमा हेरेर आएको यही बाटो हो कि होइन लेफ्ट भन्छ नि त ए हो जर्सिङ पौवा ल हामी चाहिँ जर्सिङ पौवा आइसक्यौँ है धेरै घुमेर ठाउँ नचिनेर कहाँ पुगेर आयो होइन मिनी हिमाल के अरे इलाम पुग्यो होइन अनि अहिले चाहिँ बल्ल आइपुग्यो खोइ यही त होला नि है ठाउँ अब अझ फिक्स छैन है हामी चाहिँ यही ठाउँलाई चाहिँ जर्सिङ पौवा मानिसक्यौँ होइन ठाउँ अब ए होला सायद धेरै ठाउँ घुम्यो क्या यहीँ आइपुग्नुलाई नि अनि भर्खर आइपुग्यौँ पुरै हिलो खाँदै होइन हिलो खाइयो नि उहाँ ल हामी चाहिँ जर्सिङ पौवाबाट अब निस्किनु लाग्यो होइन जर्सिङ पौवा हो कि थाहा छैन फेरि अझै जर्सिङ पौवा हो कि होइन नि राम्रोसँग कन्फर्म चाहिँ छैन अब यहाँबाट निस्किँदा पानी आउनु लाग्यो नि त होइन सबै बाजा लाउनु थाल्यो अनि दुईजना ट्याक्क अब हामी चाहिँ निस्किनु लाग्यौँ निस्किसक्यौँ लगभग हामी निस्किनै सकिसक्यो हो पानी आउनु लाग्यो अब निस्किन्छौँ खासै भिडियो बनाउनु पाइएन है हान्नुपर्ने हुन्छ मैले नि ल अब निस्किन्छौँ